ओहो भिडियो एडिट गर्छु भन्दा मैले रातिको 12 नै बज्न आँटेछ। सो यो चाहिँ मेरो डे टाइमको भिडियो थियो। सदा चाहिँ आफ्नो काम सकेर बच्चाहरूलाई 5 बजी चाहिँ म वकिङ टाइम भएर निकालिसकेको छु। मेरो लागि चाहिँ वकिङ चाहिँ थेरापी जस्तै बनिसकेको छ। नानी बाबुहरूलाई चाहिँ बेलुका आएर चाहिँ वकिङ गर्नुपर्छ भनेर चाहिँ बानी नै लागिसकेको छ। सो मेरो उद्देश्य भनेको बच्चाहरूलाई स्क्रिन टाइमबाट एकदमै टाढा राख्नु नै हो। साउन 15 भएकोले खिर खाने विशेष दिन थियो। बिहानै घरमा मिठो खिर खाने प्लान थियो। त्यसैले मैले चाहिँ इभिनिङमा बच्चाहरूलाई स्क्रिन टाइम टिभीहरूबाट आउट राख्नको लागि चाहिँ बाहिर निकालेर ल्याएको थिएँ। घुम्दा घुम्दै हामी चाहिँ घर फर्क्यौँ। 1.5 घन्टा भएको थियो। सो बच्चाहरू पनि आफ्नो लाइनतिर लागे, म आफ्नो लाइनमा। अनि घरमा चाहिँ मिठो रोटी र खिर पाकेको थियो। थ्याङ्क यू फर दिदी यति मिठो रोटीको लागि। एन्ड थ्याङ्क यू एभ्री वान फर वाचिङ माई 1 मिनटको सर्ट मिनी भ्लग। सी यू अगेन।